सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार। पहिले नै देखि असंवैधानिक सरकार बन्नभन्दा अगाडिदेखि असंवैधानिक सरकारका प्रधानमन्त्री अवलोकन गरिरहेका थिए। गृहमन्त्रीहरू जो बनेपछि असंवैधानिक ढङ्गले आगजनी, तोडफोड, लुटपाटको परिणामस्वरूप, नवयुवाहरूको हत्याको परिणामस्वरूप जो बने, उनीहरूले पहिले नै देखि भनिराखेका थिए फलाना फलानालाई कारबाही गर्नै पर्छ। त्यसका लागि उनीहरूले एउटा आयोग बनाए। तपाईँ हामी सबैलाई थाहा छ, गौरीबहादुर कार्कीको नेतृत्वमा, जो गौरीबहादुर कार्कीले आफैले पहिले नै त्योभन्दा अगाडि नै कारबाही गर्नुपर्छ, फलाना फलानालाई कारबाही गर्नुपर्छ भन्ने एउटै बोली बोलेका थिए। त्यही बोली बोले बापत त्यो काम फत्ते गर्नका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बन्यो।